23 र 24 गतेको आन्दोलन र त्यसको स्पिरिट अनुसार मलाई युवा व्यक्तित्वको रूपमा यो क्षेत्रको प्रतिनिधिको रूपमा अगाडि सारेको छ। सर्वप्रथम त यो क्षेत्रको आर्थिक सामाजिक विकास, यहाँको स्वास्थ्यको समस्या, शिक्षाका समस्या र ग्रामीण भेगका किसानहरूका समस्या, आधारभूत तहका समस्याहरूमा त्यसलाई सुधार गर्ने कुराहरूमा जनताले दैनिक रूपमा कार्यालयहरूबाट प्रदान गर्ने सेवाहरू झन्झटिला छन्, ती व्यवस्थित छैनन्, अनावश्यक दुःख दिने झन्झट गर्ने काम भएको छ र यसले सिङ्गो व्यवस्थामाथि पनि एक किसिमको वितृष्णा ल्याएको छ। र अर्को कुरा 23 र 24 गतेको आन्दोलनले देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ भनेको छ। म पूर्ण भ्रष्टाचारको अन्त्य गर्ने गरी, सुशासन कायम गर्ने गरी र यो देशलाई आर्थिक सामाजिक विकास मार्फत देशको राष्ट्रियताको रक्षाको निम्ति मेरो उम्मेदवारी रहेको छ। धन्यवाद। 2074 सालमा चाहिँ नेकपा एमालेबाट नारदमुनि राणाले चुनाव जित्नु भएको थियो। 2079मा नारदमुनि राणाले नै हार्नुभयो, करिब 1000 मतले होइन। फेरि अहिले हजुरले अवसर पाउनुभएको छ। नारदमुनि राणाज्यूलाई चाहिँ अब भन्दा पनि तपाईँलाई त्यो अवसर दिएको छ पार्टीले। के नारदमुनि राणाले जस्तै 2074 सालको त्यो कुरा दोहोरिन्छ त? हामी त त्यति बेलाको भन्दा हामी बढी मतले प्राप्त गर्छौँ। यहाँहरूलाई थाहा नै छ, त्यति बेला 5 दलको गठबन्धन एकातिर थियो भने नेकपा एमाले एकातिर थियो र एकल पार्टी प्रतिस्पर्धा गर्दा मलाई लाग्छ यहाँ मात्र होइन, देशभरि धेरै ठाउँमा नेकपा एमाले जित्ने सुनिश्चित छ। हाम्रो सङ्गठनको अवस्था, हाम्रो सङ्गठनका कार्यकर्ताहरूको उत्साह र हामीभित्रको अनुशासनले गर्दा हामी सजिलै यो क्षेत्रमा निर्वाचन दिन्छौँ। र अर्को कुरा, अहिले माग भएको भनेको आम रूपमा युवा खोजेका छन्, नयाँ अनुहार खोजेका छन् र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व खोजेका छन्। मलाई लाग्छ त्यो जेनजी आन्दोलनको भावनाको प्रतिनिधित्व समेत मैले गर्छु र यहाँका विकास र समृद्धिका मुद्दामा म अग्रसर हुनेछु। हरेक जनताका सुख दुःखमा अहिले धेरै कुरा बोलिहाल्ने कुराभन्दा पनि धेरै कुराहरू सुधार गर्न आवश्यक छ। हामीले राजनीतिमा चुनाव जित्नका लागि हरेक खालका प्रोपोगन्डा अगाडि ल्याउँछौँ, त्यो आवश्यक छैन। हामीले बोलेका कुराहरू पनि धेरै कुराहरू पुरा भएका छैनन्। किसानका समस्याहरू छन्, किसानले उब्जनी गरेका धानको उनीहरूले मूल्य पाएका छैनन्, स्वास्थ्यका समस्याहरू छन्। आज यही सेती प्रादेशिक अस्पतालमा खुट्टा भाँचिएको बिरामी जाने हो भने 1 महिनापछि उपचार गर्नु भनेर त्यो बिरामीलाई फिर्ता पठाइन्छ। यी आधारभूत समस्याहरू जनताले झेलिरहेका छन्। पहिलो कुरा, म यिनलाई सुधार गर्नेछु, मेरो प्रयास गर्नेछु।